नमस्कार, स्वागत छ सम्पूर्णमा। के तपाईलाई जानकारी छ नेपालमा कैद बापत रकम तिर्न सकिने व्यवस्था रहेको छ, तर यो व्यवस्था सबै कसुरदारको हकमा भने लागू हुँदैन। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 155 कैद बापत रकम तिर्न सकिने व्यवस्था रहेको छ र उपदफा 1 मा के भनिएको छ भन्दा प्रचलित कानुन बमोजिम 1 वर्ष वा 1 वर्षभन्दा कम कैदको सजाय हुने कुनै कसुरमा पहिलो पटक कसुरदार ठहरी कैदको सजाय भएको व्यक्तिलाई अदालतले कैद राख्नुको सट्टा त्यस्तो कैद बापत रकम लिई कैदबाट छाडिदिन उपयुक्त ठहराएमा त्यस्तो रकम लिई कैदमा बस्नु नपर्ने गरी आदेश दिन सक्नेछ भन्ने व्यवस्था रहेको छ। त्यस्तै गरी उपदफा 2 मा भने उक्त आदेश दिनु अघि कसुरदारलाई कुनै प्रकारको कसुर नगरी राम्रो आचरण पालना गर्नेछु भन्ने बेहोराको कागज गराउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ। अब कुरा रह्यो कति रकम तिर्नुपर्ने हो त? यसको बारेमा उपदफा 3 मा व्यवस्था गरिएको छ। उक्त उपदफा 3 अनुसार उपदफा 1 बमोजिम आदेश भएको कसुरदारले 1 दिन कैदको रकम रु 300 रुपियाँ बुझाउनु पर्नेछ भन्ने व्यवस्था रहेको छ। तपाईलाई यो व्यवस्था कस्तो लाग्यो? आफ्नो धारणा प्लिज कमेन्ट बक्समा राख्नुहोला र केही प्रश्नहरू छन् भने मलाई कमेन्ट मार्फत नै सोध्नुहोला। धन्यवाद।